guys, welcome back to my channel after so long time. अनि म नेपाल गएर आएबाटको चाहिँ यो फर्स्ट भ्लगिङ जस्तै भनौँ 2026 को। अनि म के कस्तो एक्टिभ हुन खोज्छु कि तर आई डोन्ट नो के हुन्छ क्या गज्याङ र गुजुङ कति ठाउँ गइरहेको हुन्छु तर त्यो खिच्ने त्यो मेसो नै आउँदैन के। एनिवे गाइज आज चाहिँ म अनि हाम्रो दिदी बहिनी मिलेर चाहिँ घुम्न जानु आँटेको। एक्चुअली त्यो ठाउँको नाम त थाहा छैन। अरे कहना क्या चाहते हो? यहाँबाट चाहिँ कति घन्टा टाढा हो कि। अनि हामी गाडीमा जान लाग्यो अनि हजुरहरूलाई त्यहीँ गएर भन्छु ल ठाउँको नाम चाहिँ के हो भनेर। ओके हिँड्दैछ मिस सोफी गुरुङ, नचिन्ने त कोही हुनुहुन्न होला। अनि त त्यही हो साथीहरू, म चाहिँ अब सकेको क्याप्चर गर्ने ट्राई चाहिँ गर्छु होइन। एनिवे सो किप अन इन्जोइङ वाचिङ भनौँ होइन, त्यही हो। बाई। Wow, a quick break. कस्तो राम्रो नेपाल जस्तो। साथीहरू म चाहिँ अहिले अप्पर मुस्ताङ आइसकेँ। नेपालको अप्पर मुस्ताङ। लुक वाउ, हामी चाहिँ यहाँ आइपुग्यौँ साथीहरू, तर पानीले लुकसुक्कै भिज्यौँ। कति पानी पर्छ हौ यहाँ फेरि, बाबरे। फाइनली आइपुग्यौँ हामी नेपाल। लुक साथीहरू, यस्तो पानी परे हो, भागेको हेर न। हामी चाहिँ त्यहाँ कफी खान जान लाग्यो। यही डाँडा हेऱ्यौँ, त्यही हो, दुईजना उहाँ छन्। भनिदिनु त, ग्लेनको। पानी मात्रै पर्छ जता घुम्न जाँदा नि, नेपालमा नि जाँदा त्यस्तै पानी हुन त यहाँ अलवेज पानी नै पर्ने ठाउँ हो। यहाँ छन् सबै। गेनकोमा कफी खान मात्र आउनु भएको बिचरा। सर्ट ब्रेड रेडी रेडी। अब हामी यहाँबाट जान लागेको साथीहरू, यति नै थियो यात्रा। कस्तो पानी परेको, सबैजना यहाँ हाइकिङ। यहाँ मान्छेहरू चाहिँ हिँड्दै जाने रहेछ, पानी परिरहेछ। मेरो भ्लग त जे पाइँदै भएको छ। बिहाइन्ड द सिन।
ल साथीभाइहरू हामी चाहिँ घर आइपुग्यौँ बाई बाई थ्याङ्क यू फर वाचिङ बाई Bye. बाई बाई